साथीहरु नमस्ते। म अहिले एक जमानामा भाइरल भएको ठाउँ ट्री हाउसको अवस्था देखेर यो सानो भिडियो बनाउन मन लाग्यो। यो ट्री हाउसको अवस्था हेर्नु न, यो यस्तो गराएको छ हेर्नु। यो भित्र एक जमानामा यहाँ तपाईको हामी एउटा यो टेम्पो लिएर आउँदाखेरि पनि यहाँ टिकट काट्नु पर्थ्यो। यस्तो तरिकाले यो बिलाएर गयो, यस्तो तरिकाले बिग्रेर गयो। थाहा छैन यो अब कसको कमजोरी हो, अब अनरको कमजोरी हो अथवा अब राम्रो खालको अनर नभेटेको हो कि। यो हेर्नु न, नयाँ फ्रिज यस्तो तरिकाले बाहिर फालिदिरहेछ। मेन ठाउँ चाहिँ यो हो, पहिला हल यो थियो। हेर्नु न, अब भित्र देखाउने अवस्था पनि छैन, सबै तोडफोड छ। यो अहिले पुरै यो जङ्गल भएको छ, जङ्गल टोटल्ली। यहाँ सबै यो संरचनाहरू सबै तोडफोड भएको छ। कसले लग्यो यो खातेहरू आएर बस्ने, अनि अब यो सामानहरू उठाएर लाने गर्दो रहेछ। हेर्नु होला, पहिलाको एक जमानाको यो भाइरल त्यो ट्री हाउस भने त सायद नचिन्ने मान्छे कोही पनि छैन नि। अहिले त हेर्नु त कस्तो माया लाग्दो भएछ। यसलाई सायद राम्रो ट्री हाउस चलाउने मान्छेको आवश्यकता होला कि अब यो ठाउँको मान्छेहरूलाई अब पैसै ज्यादा भएर अब छोडेर हिँडेको हो कि। ट्री हाउस मेन चाहिँ पहिला त्यो जमानामा ट्री हाउस चाहिँ यसलाई भनेर भन्थ्यो। यो ट्री हाउसको यो हालत हेर्नु नि, ट्री हाउस रुखमाथि घरहरू नि पुरै भर्याङहरू स्टिल छँदैछ। यो फलामको हुनाले त्यहाँ खिसिसकेको छ, मकिएको छ। यो हेर्नु होला साथी हो, मजाले कति खर्च गरेर बनाएको, तर यो सब बाटोहरू पुरै पहिला झिल्ली हुन्थ्यो, अहिले पुरै गाडी। यो चाहिँ शिव झट्टा जाने बाटोमा है, पेट्रोल पंप मास्तिर ट्री हाउस। तपाईहरुलाई अब म्याक्सिमम धरानकै हुनुहुन्छ भने त यो ठाउँ थाहा छ। यदि बाहिरबाट आउनु भएको छ तपाईहरुलाई थाहा नहुन सक्छ है। हस् त, धन्यवाद।